नमस्ते टासिदेलेक फ्याबुला छाजलोक हाम्रिमु म जोर्डेन गुरुङ तपाईहरु सबैजनालाई आजको यस भिडियोमा म स्वागत गर्दछु र आज चाहिँ म तपाईहरुलाई लामो ढोक गर्नुको कारण गर्ने बेलाको सोच है र गर्ने तरिका खास गरी तपाईहरुलाई गरेर देखाउने प्रयास गर्नेछु र साथै त्योसँग जुडेको धेरै कुराहरु भन्ने छु है र धेरै जसो हामीले ढोक गर्छौं जस्तै चाहिँ टिबेटनमा हामीले कुम्छाक भन्छौं भनेको शरीरलाई पुरै अब लामो तरिकाले अथवा पुरै शरीरलाई चाहिँ भुइँमा जमिनमा नछुएर आधा जिउलाई डल्लो पारेको जस्तो है आफ्नो घोडालाई भुइँमा छुने र हात दुईवटा हात र खास गरी आफ्नो निधार यो पाँचवटा आफ्नो निधार दुईवटा हात र दुईवटा घोडालाई भुइँमा छुएर गरिने ढोकलाई भन्छ कुम्छाक। र अब आज जुन म तपाईहरुलाई भन्न गइरहेको छु जुन चाहिँ हो अब सजिलो भाषामा भन्दा लामो ढोक यानी टिबेटनमा क्याङछाक भन्छन्। क्याङछाक भनेको चाहिँ आफ्नो शरीरलाई पुरै भुइँमा छुएर यानी पुरै भुइँमा जमिनमा तन्काएर चाहिँ गरिने ढोकलाई चाहिँ तपाईले देखेको होला है, त्यसलाई भन्छ क्याङछाक। र अब मेरो कोठामा चाहिँ यो क्याङछाक गर्ने जग्गा अलि नभएको भनौँ या अथवा कोठा अलि सानो भएकोले चाहिँ यता अलि गर्न गाह्रो हुन्छ, त्यसैले चाहिँ म तपाईलाई अर्को जग्गामा लगेर जान्छु है त। हस् त हजुर। अनि जाँदा जाँदै के कुरा भन्न चाहे, अहिले चाहिँ हामी लाभा गुम्बामा छौँ है। तपाईहरु यता आउनु भएको छ भने चिन्नुहुन्छ होला, तर अहिलेसम्म यता आउनु भएको छैन भने कुनै दिन देखाउँला तपाईहरुलाई हाम्रो लाभा गुम्बा र लाभा बजार। र जाँदा जाँदै अहिले चाहिँ म माथि गुम्बामा जाँदैछु, गुम्बामा ठुलो जग्गा हुन्छ नि त। र के भन्न चाहन्छु भने हामीले चाहे आधा ढोक कुम्छाक चाहे लामो ढोक जेसुकै गरून् र अथवा चाहे हामीले गुम्बाहरू दर्शन गर्ने, मानी गर्ने, पानी चढाउने, जुनसुकै धर्मको कार्यहरू गरे तापनि हजुर म तपाईहरुलाई धर्मको बारेमा भन्दै थिएँ। यानी जुनै सुकै हामीले धार्मिक कार्यहरू गरे तापनि चाहे ढोक गर्नुहोस्, लामो ढोक, छोटो ढोक है, र चाहे अब पानी चढाउनु, मानी गर्नु, मानी जप गर्नु है, गुम्बा कोरा गर्नु जस्ता धेरै प्रकारको अब धार्मिक कार्यहरू हामीले गर्न सक्छौँ। त्यो गर्नुको कारण के हो त भन्दाखेरि चाहिँ त्यसको मूल कारण भनेको हाम्रो जति पनि कुकर्महरू छ, बाधा अडचनहरू छ है, हामीले अहिलेसम्म लाखौं करोडौं जन्म लिइसक्यो यो संसारमा। र यदि हामीले अहिलेसम्म गरिआएको कुकर्महरू र पापहरूलाई हामीले धुलेनौँ भने है, त्यसबाट हामी मुक्त भएनौँ भने फेरि पनि हामी यो दुःखभरी संसारमा जन्मेरै बस्छौँ। हामी घुमे फेरि जन्म लिने, फेरि बुढो हुने, फेरि मृत्यु हुने, फेरि मर्ने, फेरि जन्मिने, त्यो भइरहन्छ। त्यसैले यसलाई संसार भनेको है। अब यसको जडलाई जुन चाहिँ हो अज्ञान है, त्यसलाई मेटाउनको लागि, त्यसबाट मुक्ति पाउनको लागि चाहिँ हामीले यो धार्मिक कार्यहरू, नाना थरीका धेरै प्रकारको धार्मिक कार्यहरू गर्नुको मूल कारण चाहिँ त्यो हो। र अब यो जति पनि हामीले धार्मिक कार्यहरू गर्छौँ हामीले है, हामीले अब जस्तै बिहानदेखि बेलुकासम्म आफ्नो घरमा जस्तै अब पानी चढाउनु, साङ बाल्नु, धूप बाल्नु, त्यसै गरी ढोक गर्नु, मानी जप्नु, प्रार्थनाहरू प्रेयर्सहरू पढ्नु, त्यसको अब त्यो गरेको मार्फत अन्तमा गएर हामीलाई त्यसको फल के मिल्छ त है, हामी अन्तमा कहाँ पुग्छौँ, त्यसले हामीलाई के हुन्छ भनेर त्यो पनि एउटा, किनभने हामीले अन्त त देखेको छैन नि, त्यसको फल त हामीले अहिले देखेको छैन, हामीले पाएको छैनौँ नि त। र म भन्न चाहन्छु कि जसरी चाहिँ गौतम बुद्धले
6 वर्षको घोर तपस्यापछि बुद्धता प्राप्त गर्नुभयो है। बुद्धता प्राप्त गर्नु भनेको परम सुख प्राप्त गर्नु, यो सांसारिक दुःखबाट मुक्त हुनु हो। हाम्रो अन्तको फल भनेको चाहिँ त्यो हो, बुद्धता प्राप्त गर्नु है त। र हामी दिनका दिन हामीले जति पनि अब धार्मिक कार्यहरू गर्छौँ, हामीले यदि सही तरिकाले गरिरहेको छौँ भने हामी एक दिन अवश्य हामीले पनि गौतम बुद्धले चाहिँ हामीले पनि बुद्धता प्राप्त गर्न सक्छौँ भनेर भन्न चाहन्छु। हजुर, र अब यो धार्मिक कार्यहरू यानि पुण्य कमाउने कार्यहरू चाहिँ हामीले गर्दै गयौँ भने चाहिँ अवश्य एक न एक दिन त हामीले कुनै न कुनै जुनीमा त हामीले बुद्धता प्राप्त गर्छौँ। कुरा हो ढिलो प्राप्त गर्नु र छिटो प्राप्त गर्नुमा। अब कुन कारणले चाहिँ ढिलो र छिटोको कुरा हुन्छ भन्दाखेरि चाहिँ यदि अब हामीले धेरैभन्दा धेरै पुण्य कमाउन सक्यौँ भने चाँडोभन्दा चाँडो हामीले बुद्धता प्राप्त गर्छौँ, परम सुख प्राप्त गर्छौँ है त। र अब हाम्रो यो हाम्रो एउटा जुनीमा हामीले चाँडोभन्दा चाँडो बुद्धता अब प्राप्त कसरी गर्ने अथवा धेरैभन्दा धेरै कसरी पुण्य कमाउने भन्दाखेरि एउटा काम सही तरिकाले गऱ्यौँ भने चाहिँ हामीले अवश्य धेरैभन्दा धेरै पुण्य कमाउन सक्छौँ, यो हाम्रो एउटा जुनीमा पनि। अब त्यो चाहिँ अब जब हामीले अब धार्मिक कार्यहरू यानि ढोग गर्छौँ, त्यो ढोग गर्ने तरिका छ, जुन एउटा शारीरिक तरिका छ, जसरी चाहिँ मान्छेले देख्छ हामीलाई ढोग गरेको, त्यो तरिका ठिक हुनु हो त भन्दाखेरि त्यसको बारेमा होइन यो कुरा। जसरी हामीले मानी गर्छौँ, गुम्बा कोरा गर्छौँ, त्यो एउटा गुम्बा कोरा गर्ने बेला हिँड्ने तरिका छ, त्यो तरिका ठिक हुनु मात्र हो त भन्दाखेरि होइन। के हो त भन्दाखेरि मैले सधैँ भन्छु म, हामी मानिस अब हामीले एउटा धार्मिक कार्यहरू चाहे सानो होस् चाहे ठुलो होस्, त्यो अब दान गर्दा होस् एउटा होइन, दान गर्ने बेला सानो कुरा दान गर्दा होस् या धेरैभन्दा धेरै ठुलो कुरा दान गर्दा होस्, सबभन्दा महत्त्वपूर्ण कुरा भनेको हाम्रो सोच हो। सोच, हामीले के सोचेर त्यो धार्मिक कार्यहरू गरिरहेको छौँ त्यसमा चाहिँ एकदमै भर पर्छ। यदि हाम्रो सोच सही भएन भने तपाईँले एक चामल दाना जतिको पनि पुण्य कमाउनु हुन्न। र यदि हाम्रो सोच सही छ भने सगरमाथा यानि हिमालभन्दा ठुलो, यानि तपाईँले जे सोच्न सक्नुहुन्छ है जति ठुलो, ती सबैभन्दा पनि अति ठुलो पुण्य कमाउनु सक्नुहुन्छ। अब कस्तो सोचलाई चाहिँ अब हामीले सबभन्दा राम्रो सोच भन्न सक्छौँ भन्दाखेरि जस्तै मानौँ हामीले जस्तै अब एउटा घरमा हामीले बिहानदेखि बेलुकासम्म हामीले जे जति हामीले धार्मिक कार्यहरू गर्छौँ, चाहे पानी चढाउने होस्, चाहे अब साङ बाल्ने, धुप बाल्ने है, मानी जप्ने, अब प्रेयर्सहरू पाठहरू पढ्ने, जुनैसुकै एउटा धार्मिक कार्य हामीले दैनिक जीवनमा गर्छौँ, त्यो गर्ने बेला हामीले आफू मात्र नभए आफ्नो परिवार मात्र नभए संसारका अब सबै प्राणीहरूको निम्ति सोचेर संसारको सबै प्राणीहरूले चाहिँ मुक्ति प्राप्त गरून्, बुद्धता प्राप्त गरून्, परम सुख प्राप्त गरून् भनेर त्यस्तो सोचेर हामीले त्यो धार्मिक कार्यहरू गऱ्यो भने चाहिँ धेरैभन्दा धेरै लाखौँ गुणा हामीले पुण्य कमाउन सक्छौँ। हजुर, अब यो चाहिँ हाम्रो क्लासरुम हो है। र अब यहाँ चाहिँ म तपाईँहरूलाई लामो ढोक यानि क्याङछाक भन्छ टिबेटनमा, कसरी गर्छ भनेर गरेर देखाउने छु है। र अब माथि देख्न सक्नुहुन्छ बिचमा हाम्रो सिद्धार्थ गौतम बुद्ध हुनुहुन्छ र यतापट्टि उहाँको दायाँपट्टि हाम्रो ग्याल्वाङ कर्मापा 16औं अवतार ग्याल्वाङ कर्मापाज्यू हुनुहुन्छ भने बायाँपट्टि हाम्रो लाभा गुम्बाको गुरुजी झम्गोन कोङटु रिम्पोछे तेस्रो अवतारे है, उहाँको नाम हो लोटो छोकी सिङ्गे। अब जब हामीले ढोग गर्छौँ, एउटा ढोग गर्ने ठाउँ हुनुपर्छ, मतलब कसलाई ढोग गरिरहेको छौँ है त। जसरी अब हाम्रो घरमा बुद्धको मूर्तिहरू हुन्छ, बुद्धको फोटोहरू, आफ्नो गुरुजीको फोटोहरू हुन्छ, यसरी अब यसलाई उहाँहरूपट्टि फर्केर चाहिँ हामीले ढोग गर्नु पर्यो है त। र हजुर, अब चाहिँ अब लामो ढोक यानि क्याङछाक गरेर देखाउने छु है। र
अघि नै भने चाहिँ अब क्याङछक भनेको चाहिँ आफ्नो शरीरलाई पुरै तन्काएर गरिने ढोकलाई चाहिँ क्याङछक भनिन्छ है। अब त्यो चाहिँ यसरी गर्ने म देखाउने छु। अब सबभन्दा पहिलो अब हामीले यो आफ्नो हातलाई यसरी यसलाई टिबेटनमा थाल्जार भन्छ, आफ्नो यो दुईवटा हातलाई यसरी जोड्ने है। र यसलाई चाहिँ हामीले तीनवटा ठाउँमा छुनु पर्यो, आफ्नो निधारमा, घाँटीमा र मुटुको अगाडि मुटुमा है त। त्यसरी छोएर चाहिँ यसरी ढोक्ने है, यसरी हात तन्काउने, यसरी ढोक गर्ने र यसरी आउने है त। यसलाई भन्छ क्याङछक यानि लामो ढोक। अब यो अलि नचिप्लिँदो रहेछ है। धेरै जसोले चाहिँ त्यो चिप्लिनको लागि चाहिँ तपाईँले देख्नु भएको होला ससाना कपडा जस्तो राखेको हुन्छ है। अब हामीले चाहिँ गुम्बातिर ढोक्ने बेला यसलाई हामीले सेन भन्छौँ। यो हाम्रो जुन ओढ्ने सल जस्तो छ यसको पनि प्रयोग गर्न सक्छौँ है। अब यसरी गऱ्यो भने यसरी गर्न सक्छौँ है, यसरी गर्न सक्नुहुन्छ। र अब तपाईँले देख्नु भएको होला कि बोधगयातिर होस् या धेरै ठाउँहरूमा चाहिँ मान्छेहरू यसरी यो लामो ढोक गरिरहेका हुन्छन् है। त्यो अब उहाँहरूको चाहिँ एउटा गन्ती हुन्छ, जस्तै 1 लाख ढोक गर्ने है। त्यस्तो बेला चाहिँ उहाँले एकदमै छिटो गर्नुहुन्छ कि गर्ने बेला आफ्नो घोडालाई अन्तमा गएर मात्र आफ्नो शरीरलाई घोडालाई चाहिँ भुइँमा छुन्छन्, पहिलो छुँदैन है। यसरी उठ्ने बेला त छुनै पर्यो, घोडा टेक्नै पर्यो होइन। र अब यदि तपाईँहरू सक्नुहुन्न भने, त्यसरी एकैचोटि ढोक्न सक्नुहुन्न भने आफ्नो घोडालाई जस्तै अब यसरी पनि ढोक्न सक्नुहुन्छ। 3 ठाउँमा छुने र यसरी हातलाई भुइँमा राख्ने, आफ्नो घोडा टेक्ने है। र आफ्नो यो खुट्टालाई यस्तो छ भने यस्तो गर्ने, दुवै खुट्टालाई र यसरी बिस्तारै सरर चिप्लेर यसरी ढोक गर्न सक्नुहुन्छ है। बिस्तारै, केही हतार छैन है, यसरी पनि ढोक गर्न सक्नुहुन्छ है त। र अब के हामीले कुकर्महरू र पापहरूबाट मुक्त हुन अथवा यो धार्मिक कार्यहरू गर्ने बेला, जस्तै ढोक गर्ने बेला यो लामो ढोक नै पर्छ र भन्दाखेरि लामो ढोक नै गर्नुपर्छ भने छैन। त्यो तपाईँमा भर पर्छ है। यदि तपाईँ सक्नुहुन्न भने तपाईँले कुम्छाक जुन चाहिँ हामीले सधैँ गरिरहेका छौँ त्यो ढोक पनि गर्न सक्नुहुन्छ है। र अब त्यो पनि सक्नुहुन्न भने, कसै हुन्छ नि अब निहुरिन नसक्ने है, अब उहाँहरूको लागि पनि अब अर्कै प्रकारको ढोकहरू पनि गर्न सकिन्छ है। र जे होस्, यो धार्मिक कार्य अब मैले अघि नै भने चाहिँ अब धेरै थरीका, धेरै प्रकारको चाहिँ धार्मिक कार्यहरू छ, पुण्य कमाउने तरिका धेरै छ। यो सबै चिज जस्तै अब बुद्धत्व प्राप्त गर्नको लागि गुम्बा नै कोरा गर्नुपर्छ भन्ने छ र भन्दाखेरि छैन। मानि नै गर्नुपर्छ त भन्दाखेरि छैन। पानी चढाउनै पर्छ त भन्दाखेरि त्यस्तो पनि होइन। ढोक गर्नै पर्छ र भन्दाखेरि त्यस्तो पनि होइन। बुद्धत्व प्राप्त गर्नको लागि के गर्नु पर्यो भन्दाखेरि जुन कुराले बुद्धत्व प्राप्त गर्नु अथवा परम सुख प्राप्त गर्नुबाट बाधा अर्चन गरिरहेको छ, जुन कुराले बाधा अर्चन पुर्याइरहेको छ है, त्योबाट मुक्त हुनु पर्यो। अब त्योबाट मुक्त हुनलाई के गर्नु पर्यो त भन्दाखेरि पुण्य कमाउनु पर्यो नि त। र जति पनि यी धार्मिक कार्यहरू छ यो सबै चाहिँ एउटा पुण्य कमाउने तरिका मात्र हो है त। तपाईँले ढोक मात्रै गर्न सक्नुहुन्छ भने ढोक मात्रै गरेर पनि पुण्य कमाउन सक्नुहुन्छ। यदि तपाईँ ढोक गर्न सक्नुहुन्न भने एक जग्गामा बसेर मानी जप्दै बस्नु भए पनि त्यो पनि एउटा पुण्य कमाउने तरिका हो है। एउटा दान गर्नु है, एउटा गुम्बाहरू कोरा गर्नु, सबै चाहिँ पुण्य कमाउने तरिका मात्रै हो है त। त्यो तरिका मार्फत हामीले गर्नुपर्ने अन्तिमको कुरा चाहिँ के हो भन्दाखेरि, पाउनुपर्ने फल, अन्तिमको फल चाहिँ के हो भन्दाखेरि परम सुख यानि बुद्धत्व प्राप्त गर्नु चाहिँ हो। हजुर, र अब आजको यो भिडियो चाहिँ मैले सुरुमा भने चाहिँ लामो ढोक
गर्ने तरिका, त्यस सम्बन्धित बुझ्नुपर्ने कुराहरू, त्यसको विषयमा चाहिँ यो भिडियो बनाएको थिएँ है। र अब यसै गरी अरू कुनै धार्मिक विषयमा, धर्म सम्बन्धित विषयमा कुनै कुरा जान्नु मन छ भने कमेन्टमा लेख्नु होला है। म सकेसम्म चाँडोभन्दा चाँडो तपाईँहरूलाई बुझाउने प्रयास गर्नेछु है। हस् त, अनि त्यसो भन्दै भिडियोको अन्तसम्म हेरिदिनु भएकोमा एकदमै धन्यवाद। फेरि पनि अर्को यस्तै भिडियोमा भेटौँला है। हस् त, अनि यो भिडियोलाई सेयर गरिदिनु होला। केही कुरा सोध्नु छ भने कमेन्ट गर्नु होला। सब्सक्राइब गर्नु नभुल्नु होला। हस् त, अनि धन्यवाद।